नेपालमा फाँसीको सजाय किन छैन? 3 वर्षीय बालिकाको बलात्कार हुन्छ र त्यसपछि निर्मम तरिकाले हत्या पनि गरिन्छ। तर त्यस्तो अवस्थामा, त्यस्तो क्रूर अवस्थामा पनि नेपालमा बढीमा सजाय दिने भनेको जन्मकैद हो र जन्मकैद पनि हामीले सामान्य रूपमा चाहिँ जिन्दगीभर थुन्ने भनेर बुझ्छौँ, तर होइन, 25 वर्षसम्म मात्र सजाय हुन्छ। मृत्युदण्ड त या फाँसीको सजाय त टाढाकै कुरा हो। यो चाहिँ किन होला भनेर तपाईँ हाम्रो रगत उम्लिन सक्छ, यो स्वाभाविक पनि हो। तर यसलाई रोक्नलाई दुईटा कारणहरू छन्। एउटा हाम्रो नेपालकै संविधान हो र अर्को चाहिँ इन्टरनेसनल ह्युमन राइट्स हो। नेपालको संविधानले प्रत्येक नागरिकलाई चाहिँ सम्मानपूर्व बाँच्न पाउने हक दिएको छ र त्यो हक अनुसार चाहिँ हामीलाई सरकारले कुनै पनि अवस्थामा हाम्रो चाहिँ लाइफ चाहिँ खोज्न मिल्दैन, हामीलाई मृत्युदण्डको सजाय दिन मिल्दैन। र त्यसरी नै नेपालले आइसिसिपिआर को दोस्रो अप्सनल प्रोटोकललाई साइन गरेको छ। त्यो अनुसार पनि हामीले नेपालमा मृत्युदण्डलाई संविधान संशोधनै गरेर पनि लिगलाइज चाहिँ गर्न मिल्दैन। तर विश्वका धेरै देशहरूमा मृत्युदण्ड छ, इन्डियामा छ, युएसमा छ, विकसित देशहरूमा पनि छ। तर यो आइसिसिपिआर संविधानलाई मान्न पर्छ भन्ने छैन। हामीले आफ्नो देशको संविधानलाई आफूले संशोधन गरेर बनाउन चाहिँ मिल्छ। रोक्ने कुरा त्यो भन्दा पनि मेरो पर्सनल विचारमा चाहिँ के हो भने मृत्युदण्ड दिँदैमा चाहिँ कुनै क्राइम घट्ने चाहिँ होइन। बलात्कार जस्ता जघन्य अपराध चाहिँ मृत्युदण्डले आजको दिन रातारात मृत्युदण्ड लागू गरियो र भोलिदेखि रातारात बलात्कार जस्ता जघन्य अपराधहरू हराएर जाने चाहिँ होइन। यसमा अनेक सामाजिक, एजुकेसन जस्ता कारणहरू हुन्छन्। शिक्षाको कमीले पनि यो कतिसम्म भएको देखिन्छ। त्यसैले यस्तो समस्यालाई चाहिँ एउटा मृत्युदण्ड जस्तो स्टेपले मात्र घटाउने भन्दा पनि यसको मूल जराको कारणहरू के हुन् तिनीहरू पत्ता लगाएर समाजमा यस्तो विकृतिहरू किन हुन्छन् त्यो कुराहरू पत्ता लगाएर त्यसलाई स्टेप बाई स्टेप समाधान गर्दै लग्यौँ भने चाहिँ भोलिको दिनमा नेपाल चाहिँ हाम्रो महिलाको लागि, हाम्रो चेलीबेटीको लागि सेफ हुन्छ जस्तो लाग्छ, न कि रातारात एउटा सजायको प्रावधान चेन्ज गरेर। यो कानुनी जानकारी हजुरलाई कस्तो लाग्यो? मृत्युदण्ड, फाँसी लिगल हुनुपर्छ हुनुपर्दैन हजुरलाई के लाग्छ? कमेन्ट गर्न नबिर्सिनु होला। एन्ड एज अलवेज फलो फर मोर।